हेलो हेलो दर्शक नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल हैन फेरि पनि स्वागत छ। जस्ट आजको भिडियो चाहिँ मैले के सम्बन्धी बनाउँदैछु भने अब हुन्छ नि त मलेसियामा मान्छेहरू धेरै नै आइराख्नु भएको छ क्या यति बेला हैन। मलेसियादेखि नेपाल डिमान्ड पनि गइरहेको छ अरे भन्ने सुनेको है। दलालहरूले पठाइरहेको छ अरे मलेसियादेखि नेपाल नेपालदेखि चाहिँ मलेसिया हैन उल्टो भनेछु। त्यही हो मैले चाहिँ खासमा के भन्न खोजेको भन्दा हैन जस्ट मलेसिया यति बेला सबै बन्द छ नि त, कम्पनीहरू सबै बन्द छ। कम्पनी तपाईको धेरै कुराहरू मलेसिया बन्द छ नेपालदेखि अथवा बाहिर विदेशी कामदारहरू कोही पनि ल्याइरहेको छैन मलेसियाले हैन। दुईटा सेक्टरमा चाहिँ जोस मान्छेहरू पठाइरहेको छ अरे भन्ने सुनेको। जस्ट एउटा चाहिँ सेक्युरिटी गार्ड भइहाल्यो। सेक्युरिटी गार्ड तपाईँहरूलाई बुझ्नु भएकै छ के कस्तो हो भन्ने कुरा हैन। दोस्रो भनेको चाहिँ यही हो, म अहिले कहाँनिर छु जानेर छु हैन। दोस्रो काम चाहिँ यही हो, ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यहाँ माथि माथि फलेको यो फलहरू छ नि त हैन। यो देखिराख्नु भएको छ नि त यो फलहरू। यो फलहरू काट्ने काम हो। योबाट के हुन्छ भन्दा यसको काटेर तेल निकाल्छ क्या। योबाट नरिवलको जस्तै बुटा छ, यसबाट तेल निकाल्नु पर्ने हुन्छ हैन। के अरे तेल निकाल्नु पर्ने हुन्छ। अनि त्यहाँ जस्ट यो काममा चाहिँ रिस्क एकदमै बढी छ क्या। कसरी भन्दा अब देख्न सक्नुहुन्छ आफैले आँखाले यस्तो जङ्गलमा। पहिलो कुरा त जङ्गलमा काम कति अप्ठ्यारो हुन्छ सबैलाई थाहा भएकै कुरो हो हैन। किनकि नेपालतिर पनि तपाईँको जङ्गलतिर काम गर्नु पऱ्यो भने यस्तो हुन्छ नि त। नेपालतिर पनि मुढासुडा काट्ने काम यताउता के गाह्रो नै त हुन्छ नि त। झन् यो चाहिँ विदेश भइहाल्यो, बिरानो ठाउँ यताउता होइन, गाह्रो हुन्छ। अनि त्यहाँबाट नि अर्को कुरा के छ भन्दा यो फल काट्ने होइन, काटेर जस्ट गाडीमा लोड गर्नुपर्ने हुन्छ क्या। गाडीमा लोड गर्दा के हुन्छ भन्दा 100 केजी 80 केजी 90 केजी त्यत्रो गरौँ। यहाँनिर चाहिँ ठुल्ठुलो छ देखिनँ मैले होइन, ठुल्ठुलो देखिनँ। जस ठुल्ठुलोसम्म हुन्छ क्या यहाँनिर, नभए नि उता होला। अब ठुल्ठुलो जङ्गलहरूमा एकदम ठुलो जङ्गल छ होइन। यहाँनिर ठुल्ठुलो फलहरू उठाउनुपर्छ। यस्तो काँधमा राखेर देख्नु भएकै छ होइन। काँधमा राखेर त्यसरी उठाउनुपर्छ। त्यहाँबाट नि त्यसलाई उठाएर लोड गर्ने, गाडीमा हाल्ने एउटा रिस्क त्यो भइहाल्यो। यस्तो गर्मीमा त्यसरी सामानहरू यो फलहरू उठाएर हाल्नुपर्छ होइन। अनि अर्को के छ भन्दा यहाँनिर सर्प विश्वकै एकदमै डेन्जर विषालु सर्प पाउने भनेको मलेसियामा हो। त्यो पनि यस्तै जङ्गलमा हो क्या। अजिङ्गरहरूदेखि लगेर तपाईँको सर्प, अब किङ कोब्रा सब्रा यताउता जेसुकै होइन, धेरै खालको सर्पहरू पाउँछ क्या। अनि सर्पले टोक्यो भने त्यस्तो उपचारहरू पनि कम्पनीले नगरिदिन सक्ने त्यस्तो खालको हुन्छ। अब कम्पनीले त्यति बेलै थाहा पाउँदा त उपचार गर्दैन अरे। अब कम्पनीको मान्छे कहाँ हुन्छ, काम गर्ने मान्छे यस्तो जङ्गलमा आइपुगेपछि उसको कन्ट्याक्ट गर्दैमा होइन, उसलाई आउनु अब 1-1.5 घन्टा लाग्ला, आधा घन्टा लाग्ला। त्यतिन्जेलसम्म त मान्छेको डेटै भइसक्छ नि त होइन। त्यो भएर नेपालमा यति बेला फेरि दलालहरूको बिगबिकी छ। मलेसिया पठाउनलाई 1700 बेसिक भएको छ भनेको छ होइन। 1700 बेसिक छ भाइ। तिमीहरूले केही नभए पनि म्याक्सिमम् 50,000 बचाउँछ ल। यस्तो कम्पनीमा डिमान्ड आइरहेको छ भन्छ है, डिमान्ड आइरहेको छ भन्छ। अनि त्यहाँबाट नि पठाउँछ। खासमा तपाईँहरूलाई पठाउने भनेको यस्तै जङ्गलमा हो। अहिले खुलेकै 2टा सेक्टर हो। 2टा सेक्टरमध्ये एउटा यही जङ्गलको तेल काट्ने भइहाल्यो, एउटा सेक्युरिटी गार्ड। त्यो भएर एकदमै मलेसिया आउँदै नआउनुहोस् पहिलो कुरा त होइन। आउनै परेछ, अब तपाईँहरूको बाध्यताले आउनै परेछ भने पनि माइन्ड मेकअप चाहिँ माइन्ड यस्तो सेटअप गर्नुहोस् कि गएर जङ्गलमा 80 केजीको 100 केजीको सामान उठाउन सक्छु, जङ्गलमा सर्पहरूसँग पनि रिस्कले काम गर्न सक्छु भन्ने माइन्ड मेकअप बनाएर चाहिँ आउन सक्नुहुन्छ। त्यो पनि एकदम धेरै लगानी गरेर चाहिँ होइन है। फेरि लगानी चाहिँ थोरै ठिक्क। जस हुन त मलेसिया आउन फ्री नै हो, त्यो सबैलाई थाहा भएकै कुरो। तर मलेसिया फ्री भए पनि पठाउनु चाहिँ कसैले फ्रीमा पठाएको छैन होइन। त्यही भएर एकदम फिक्स लगानी गरेर अनि त्यस्तो माइन्ड सेट गरेर चाहिँ आउनु होला, नभए यस्तो जङ्गलमा आएर काम छैन। त्यही भएर आजको लागि भिडियो चाहिँ यही विशेष जानकारी गराइदिउँ यस्तो ठाउँमा आएको मौकाले भनेर मात्रै हो होइन। अनि यस्तो ठाउँमा आउनुको रिजन चाहिँ म के हो भन्दा म सर्पले टोक्ला भनेर चाहिँ आएको होइन कि होइन। सर्पले टोक्ला भनेर त किन आउनु र होइन, मर्नको लागि चाहिँ को नै आउँछ र। जस्ट यहाँनिर
ग्राउन्ड छ क्या एउटा, यो ग्राउन्डमा केटाहरू गेम खेलिरहेको छ। म पनि नयाँ हो यो, खासमा यहाँ आएको थिएन, अस्ति गएको चाहिँ अन्तै नै हो, यहाँ चाहिँ नयाँ हो। अनि त्यही गेम हेर्नको लागि खेल्नको लागि आएको, अनि ठ्याक्कै यस्तो देखेको, त्यही भएर यो जङ्गलको यसो भिडियो बनाइदिउँ भनेर, अनि यसो जानकारी पनि हुन्छ सबैलाई भनेर है। ल मलेसिया आउँदै हुनुहुन्छ भने यस्तोमा पर्नु होला, धेरै नै विचार गरेर आउनु होला। यति भन्दै आजको लागि भिडियो चाहिँ यति नै रहन्छ। त्यही हो, एकदम आफ्नो ख्याल गर्नुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् होइन। यति भन्दै आजको लागि भिडियो चाहिँ यति नै। हस् त, बाई बाई, थ्याङ्क यू, लभ यू सबैलाई, माया छ, मलेसियादेखि सम्झिरहेको छु है त।